अक्सर हामी क्याम्पस जाँदा वा पढ्दा दिनौं यस्ता साना साना गल्तीहरू गरिरहेका हुन्छौं जुन अहिले त सामान्य लाग्छ तर पछि गएर एकदमै महँगो साबित हुन्छ। आज हामी तिनै 10वटा यस्ता गल्तीहरूको चिरफार गर्दैछौं र चिन्ता नगर्नुस्, समाधान पनि सँगै खोज्नेछौं। सुरु गरौँ है त। अब यो पूरै विषयलाई सजिलो बनाउन हामीले यसलाई मुख्य 4 भागमा बाँडेका छौं। पहिलो, व्यावहारिक क्षमता। दोस्रो, डिजिटल माध्यमको सदुपयोग। तेस्रो, मानसिकता र नेटवर्क। अनि चौथो, समय र स्वास्थ्य। ल, सबैभन्दा पहिला कुरा गरौँ हाम्रो पहिलो र एकदमै महत्त्वपूर्ण खण्डको व्यावहारिक क्षमता। यो भनेको नि खाली कागजको टुक्रा भन्दा वास्तविक सिप किन ठूलो हो भन्ने कुरा हो। हामी मध्ये धेरैको बानी हुन्छ नि, एउटा ट्रेनिङ लियो, सर्टिफिकेट दराजमा थन्कायौं, फेरि अर्को लियो, थन्कायौं। तर वास्तविक बजारमा, विशेष गरी बानेश्वर वा जम्सीखेल वरपर खुलेका नयाँ स्टार्टअपहरूलाई हेर्ने हो भने उनीहरूलाई त्यो सर्टिफिकेटको खातसँग कुनै मतलब छैन। उनीहरूलाई त काम चाहिएको छ। दुल्लाम्मे सर्टिफिकेट जम्मा गर्नुभन्दा बरु एक्सेलको VLOOKUP चलाउन वा सामान्य भिडियो एडिटिङ गर्नु मात्रै जान्ने हो भने पनि त्यसले सिधै गोजीमा पैसा ल्याउँछ। अनि अर्को कुरा, पार्ट टाइम काम भन्ने बित्तिकै हाम्रो दिमागमा कि त कल सेन्टर आउँछ कि त कुनै पसलमा सेल्सको काम। तर अहिलेको समयमा यो सोच्नु एकदमै गलत हो। इन्टरनेटको जमाना छ। टिकटक भिडियो एडिट गर्ने, इन्स्टाग्राम पेज म्यानेज गरिदिने, जुनियर रियाक्ट डेभलपरको काम गर्ने वा अपवर्कबाट क्यानभामा पोस्टहरू बनाइदिने जस्ता कामहरू घरमै बसेर मजाले गर्न सकिन्छ। यसले कलेजको फी तिर्न मात्र होइन, आफूलाई आर्थिक रूपमा एकदमै बलियो बनाउँछ। अब एउटा रमाइलो तर गम्भीर प्रश्न। अन्तर्वार्तामा कसैले ल आफ्नो बारेमा केही बताउनुस् त भन्दा हामी किन एक्कासी अकमकिन्छौं? मुखैमा आउँदैन नि, होइन? यसको चुरो कुरो के हो भने हामीलाई सानैदेखि घोक्न सिकाइयो, कुराको गहिराई बुझ्नु होइन। यसलाई सुधार्ने एउटा अचूक उपाय छ जसलाई फेनम्यान प्रविधि भनिन्छ। सुन्दा अलि भारी लाग्न सक्छ, तर कुरा एकदमै सिम्पल छ। आफूले भर्खरै पढेको वा सिकेको कुनै पनि गाह्रो कुरा आफ्ना आमाबुवालाई सामान्य नेपाली भाषामा बुझाउने प्रयास गर्ने। यदि उहाँहरूले त्यो कुरा सजिलै बुझ्नुभयो भने बल्ल मान्नुस् कि हामीले त्यो कुरा साँच्चै बुझेछौं। आइटिओस वा लोकसेवा यो तरिकाले पढ्ने हो भने नि कुराहरू दिमागमा चट्टै बस्छ। अब जाउँ दोस्रो खण्डतिर। यो हो डिजिटल दुनियाँको सही सदुपयोग गर्ने बारे। मोबाइल र ल्यापटप त हामी सबैसँग छ, तर के हामीले यसलाई सही तरिकाले प्रयोग गरिरहेका छौं त? एउटा गल्ती जुन हामी धेरै गर्छौं, लिङ्क्डइनमा एकाउन्ट त छ, तर त्यहाँ पनि बिहान बिहानै शुभ प्रभात भनेर मेसेज पठाउने। यो एकदमै सस्तो र काम नलाग्ने तरिका हो। यसको सट्टा दिनको जम्मा 10 मिनेट समय निकाल्ने, आफ्नो फिल्डका ठूला मान्छे वा सिइओहरूसँग जोडिने र उनीहरूका पोस्टमा अर्थपूर्ण कमेन्ट गर्ने बानी बसालौं। हो, यही सानो तरिकाले भोलि उत्कृष्ट इन्टर्नशिप वा रोजगारीको ढोका खोल्न सक्छ। अनि अर्को कुरा, साथीहरूसँग चिया पसलमा बसेर यार यो कम्पनी कसरी दर्ता गर्ने होला भनेर गफ मात्र हाकेर त केही हुँदैन। आत्मनिर्भर बन्न एउटा सिम्पल फर्मुला अपनाऊ। पहिला गुगलमा खोज्ने, त्यहाँ बुझिएन भने युट्युबमा ट्युटोरियल हेर्ने, अनि त्यति गर्दा पनि भएन भने मात्र सिनियरहरूसँग सल्लाह माग्ने। यसले हाम्रो सिक्ने क्षमता नै परिवर्तन गरिदिन्छ। अब इन्टरनेट डेटाकै कुरा गरौँ। महँगो डेटा किनेर रातभरि रिल्स हेर्ने वा भोलि परीक्षा छ भनेर अघिल्लो राति मात्रै घोक्ने बानीले हामीलाई कहाँ पुर्याइरहेको छ? अलि स्मार्ट बनाउ न। बेलुकीको सस्तो इन्टरनेट प्याक लिएर कोर्सेराका फ्री कोर्सहरू डाउनलोड गर्ने वा गिटहब स्टुडेन्ट प्याक चलाउने गर्दा त्यही मोबाइल र डेटा हाम्रो लागि सुनको अण्डा दिनेको कुरा बन्न सक्छ। ल, अब पालो तेस्रो खण्डको। यो अलिक गम्भीर छ, हाम्रो मानसिकता र नेटवर्क। विशेष गरी यो विदेश जाने जुन ट्रेन्ड छ नि, त्यसको एउटा ठूलो भ्रम छिर्नु छ। एउटा एकदमै तितो तर सत्य कुरा के हो भने सिपले पो भिसा दिलाउँछ त, विदेशी डिग्रीले मात्रै होइन। लाखौं ऋण काटेर जसोतसो विदेश पुग्यो रे, तर हातमा कुनै सिप छैन भने त्यहाँ गएर पनि उही कम ज्यालाको काममा दिनरात पसिना बगाउनुको विकल्प हुँदैन। यो यथार्थलाई हामीले समयमै बुझ्नै पर्छ। त्यसो भए सही बाटो के हो त? सफल हुनेहरूको योजना अलि फरक हुन्छ। उनीहरूको प्लान ए भनेको नेपालमै बसेर कडा सिप सिक्ने र डलरमा कमाई हुने रिमोट काम खोज्ने हुन्छ। प्लान बीमा मात्रै अन्तर्राष्ट्रिय छात्रवृत्तिको खोजी आउँछ र अन्तिम विकल्प अर्थात् प्लान सीका रूपमा मात्रै सिधै विदेश जाने आवेदन हुन्छ। विदेश जानुलाई नै जीवनको एकमात्र विकल्प बनाउने गल्ती नगरौं।
अनि नेटवर्किङको कुरा गर्दा अग्रजहरूसँग कुरा गर्न धक मान्ने हाम्रो बानी हुन्छ। सहयोग माग्नु भनेको भीख माग्नु होइन नि। एउटा राम्रो मेसेज जस्तै नमस्ते दाई वा दिदी, म तपाईँको कामलाई फलो गर्छु, मेरो भविष्यको रोडम्यापको लागि के हामी जम्मा 5 मिनेट कुरा गर्न सक्छौं? यति लेखेर पठाउँदा हामीले सोचेभन्दा धेरै गुणा बढी सकारात्मक रिस्पोन्स पाउन सक्छौं। प्रयास गरेर त हेरौं। अब आइपुग्यौं अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा, समय र स्वास्थ्यको ख्याल। शरीरै ठिक छैन भने बाँकी सबै कुराको के अर्थ रह्यो र? एक्जामको बेला रातको 2 बजेसम्म जङ्क फुड खाँदै एनर्जी ड्रिङ्क पिउँदै पढ्ने बानी हामीमध्ये धेरैको छ। सुन्दा कुल लागे पनि यसले भोलि अस्पतालको बिल र मानसिक तनाव मात्रै बढाउँछ। यसलाई आजैबाट बदलौं। दिनको 20 मिनेट मात्रै भए पनि हिँड्ने, राति मज्जाले सुत्ने र घरमै पाकेको खाना खाने। यी एकदमै फ्रीका कुरा हुन्, तर यसले दिने प्रतिफल जिन्दगीभर काम लाग्छ। आज होइन भोलि गरौँला भन्ने हाम्रो राष्ट्रिय रोग नै भइसक्यो। यसलाई हटाउने एउटै जादुगरी अस्त्र भनेको 1% को नियम हो। दिनको 24 घण्टामध्ये जम्मा 14 मिनेट हो, मात्र 14 मिनेट छुट्याएर कुनै नयाँ कुरा सिक्न थाल्ने हो भने 1 वर्षपछि हामी कहाँबाट कहाँ पुगिसकेका हुन्छौं अन्दाजा लगाउन पनि गाह्रो हुन्छ। त्यसो भए आजको यो पूरी छलफलको चुरो कुरो के त? एकदमै सरल छ। सर्टिफिकेटको पछि नदौडौं, काम लाग्ने सिप सिकौं, गफ कम गरौं, सर्च इन्जिनको प्रयोग बढी गरौं, विदेश उड्ने हतार गर्नुअघि घरमै बसेर रिमोट आम्दानीको बाटो बनाऊ, अनि आफ्नो शरीर र त्यो 1% को नियममा सधैँ लगानी गरौं। यति गर्ने हो भने विश्वविद्यालयको त्यो डिग्रीको भ्याल्यु आफै कैयौं गुणा बढ्छ। अब अन्त्यमा एउटा प्रश्न जुन हामी सबैलाई आफैलाई सोध्न जरुरी छ। आज कुरा गरिएका यी 10 गल्तीमध्ये कुन चाहिँ गल्तीले हामीलाई सबैभन्दा धेरै पछाडि पारिरहेको छ र त्यसलाई सुधार्न आजैदेखि सुरु गर्न सकिने त्यो 14 मिनेटको बानी कुन हो त? यो कुरा मनन गर्दै अगाडि बढौं। आजको लागि यति नै।